ओके हेलो एभ्रिवान हामी चाहिँ जुन यो क्लास 11 को तपाईँको बायोलोजी भित्र जुलोजी पोर्सन छ नि त्यो जुलोजी पोर्सनको बारेमा चाहिँ ब्रिफमा भनौँ न ब्रिफमा चाहिँ हामीले केही कुराहरू त्यहाँभित्रको टपिक्सहरू चाहिँ डिस्कस गर्छौँ र आज चाहिँ त्यो सेसनको चाहिँ फर्स्ट भिडियो हो र जुनमा चाहिँ हामी के कुरा गर्छौँ भन्दाखेरि चाहिँ फर्स्टमा इन्ट्रोडक्सन टु बायोलोजी रहेको छ त्यसको बारेमा चाहिँ हामी सुरुमा डिस्कस गर्छौँ ओके लेट्स गेट स्टार्टेड आजको हाम्रो टपिक भनेको यही नै रहेको छ है इन्ट्रोडक्सन टु बायोलोजी त्यसपछि अब इन्ट्रोडक्सनमा जाम सुरुमा हामी इन्ट्रोडक्सनमा जाम होइन इन्ट्रोडक्सनमा जाँदाखेरि चाहिँ अब सबैलाई थाहा भएकै कुरा हो बायोलोजी भनेको के हो भन्दाखेरि चाहिँ प्लान्ट्स एन्ड एनिमल्स होइन बोथ प्लान्ट्स एन्ड एनिमल्स लिभिङ थिङ्सहरू हो त्यो लिभिङ थिङ्सको स्टडी गर्नु होइन त्यो लिभिङ थिङ्सको लाइफको बारेमा स्टडी गर्नु एउटा के हो प्रोसेस भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ बायोलोजी भनेर चाहिँ चिनिन्छ होइन अब यसलाई चाहिँ हामीले छुट्यायौँ भने के छ बायोस भनेको लाइफ भनेर चिन्न सकिन्छ भने लोगोस भनेको स्टडी सो स्टडी अफ लाइफ तर के को लाइफ भन्यो भन्दाखेरि चाहिँ लिभिङ थिङ्सको के को प्लान्ट्सको एनिमल्सको स्टडी गर्छौँ भने चाहिँ त्यसलाई हामीले के भन्ने भयौँ भन्दा बायोलोजी भनेर भन्ने भयौँ है अब के छ भन्दा बायोलोजी भनेको एउटा साइन्स नै हो हामी साइन्सभित्रै पढिरहेको छौँ सो यो त भन्नुपर्ने कुरा नै भएन होइन बायोलोजी भनेको एउटा साइन्स हो जुन चाहिँ के हुन्छ भन्दाखेरि एभ्री लिभिङ अर्ग्यानिजम्सको स्टडीमा चाहिँ डिभोटेड भएको हुन्छ त्यही लिभिङ अर्ग्यानिजम्सको स्टडी गर्नमा नै के हुन्छ भन्दाखेरि बायोलोजी चाहिँ फोकस भएको हुन्छ भनेर भनिएको छ र अब हामीले मोडर्न बायोलोजी हेर्ने हो भने के छ भनेर भन्दाखेरि चाहिँ यो चाहिँ एकदमै भास्ट फिल्ड हो कि भास्ट इलेक्ट्रिक फिल्ड हो जुनमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ भित्र हेर्ने हो भने डिफ्रेन्ट सब स्टेप्सहरू चाहिँ सब डिसिप्लिन्सहरू चाहिँ हामीले पाउन सक्छौँ जस्तै गरेर के गर्न सकिन्छ भन्दा त्यसले के गर्छ भन्दा स्ट्रक्चर्सहरू होइन त्यस्तै गरेर फङ्सन्स त्यस्तै गरेर ग्रोथ होइन ग्रोथको डिस्ट्रिब्युसन कस्तो भइरहेको छ इभोल्युसन अफ लाइफ कस्तो भइरहेको छ होइन र त्यो सँगसँगै के हुने भयो भन्दा लिभिङ बिङ्सको अन्य फिचर्सहरू उनीहरूको क्यारेक्टरिस्टिक्सहरू के छ भन्ने कुराहरूको चाहिँ स्टडी गर्ने एउटा डिसिप्लिन हो कि त्यो डिसिप्लिनको पनि के हुने भन्दा यो डिफ्रेन्ट डिसिप्लिन मिलेर बनेको एउटा अम्ब्रेला टाइपको वाला भास्ट इलेक्ट्रिक फिल्डलाई चाहिँ हामीले के भनिन्छ मोडर्न बायोलोजी भनेर भन्ने गरिन्छ होइन जसमा के छ भन्दा हाउएभर है यहाँ हाउएभर भन्ने कुरा छ डिस्पाइट द ब्रोड स्कोप अफ बायोलोजी बायोलोजीको के छ स्कोप एकदमै ब्रोड छ तर पनि के छ भन्दाखेरि चाहिँ सर्टेन जेनरल र युनिफाइङ कन्सेप्ट्सहरू छ अरे के मतलब यो बायोलोजीको स्टडीलाई गोभर्न गर्ने हुन्छ नि अराउन्ड गर्ने जुन त्यो राउन्ड गरिरहेको चाहिँ सर्टेन प्रिन्सिपल्सहरू के यो चाहिँ हुनैपर्छ भन्ने टाइपको खालको कन्सेप्ट्सहरू छन् रे जुनमा चाहिँ के छ भन्दा सेल भनेको हाम्रो लाइफको है एभ्री लाइफ प्लान्ट्स होस् एनिमल्स होस् त्यसको बेसिक युनिट भनेर हामीले केलाई चिनिन्छ सेललाई चिनिन्छ त्यसै गरेर अर्को भनेको चाहिँ के छ भन्दाखेरि चाहिँ जिन्स हुन्छ जिन्सभित्र डिएनए अनि आरएनए हुन्छ र त्यो डिएनए र आरएनए भनेको चाहिँ पछि गएर हेरिडिटरी क्यारेक्टर्स हुन्छ जुन वान जेनेरेसनदेखि नेक्स्ट जेनेरेसनमा जाने त्यो क्यारेक्टर्सहरूको बेसिक युनिट भनेको के मानिन्छ हामीले डिएनए अथवा आरएनए भनेर चाहिँ हामीले त्यसलाई मान्ने गरिन्छ है त्यसपछि अर्को रहेको छ इभोल्युसन एकाउन्ट्स फर द युनिटी एन्ड डाइभर्सिटी सिन अमङ लिभिङ अर्ग्यानिजम्स भन्नुको मतलब चाहिँ प्रिमिटिभ अर्थमा हेर्ने हो भने अथवा चाहिँ के हेर्ने हो भन्दाखेरि चाहिँ हामी ओल्ड एजहरूमा हेर्ने हो भने चाहिँ त्यहाँ चाहिँ जम्मा एउटा खालको मात्रै अर्ग्यानिजम्सहरू चाहिँ हुन्थ्यो अरे त्यही अर्ग्यानिजम्सहरू चाहिँ बिस्तारै के भयो भन्दाखेरि चाहिँ डाइभर्सिफाई हुँदै आयो डिफ्रेन्ट त्यो चाहिँ के भयो भन्दाखेरि चाहिँ तिनीहरूको त्यो सेल्समादेखि लिएर स्ट्रक्चर्स अनि त्यसको ग्रोथ डिस्ट्रिब्युसन फङ्सन्सहरूमा बिस्तारै चेन्जेसहरू आउँदै आउँदै गएर अहिले हामीले डिफ्रेन्ट स्पेसिस अफ भेरियस स्पेसिस न्युमरस स्पेसिस अफ लिभिङ अर्ग्यानिजम्सहरू देख्न सकिन्छ त्यो देख्न सकिन्छ त्यो चाहिँ के भयो भन्दा चाहिँ लाइफ इभल्भ हुँदै जाँदै गर्दा इभोल्युसन हुँदै जाँदै गर्दाखेरि होइन लाइफको इभोल्युसन भनेर हामीले नेक्स्ट क्लासमा पनि त्यो कुराहरू चाहिँ डिस्कस गर्ने नै छौँ होइन तर पनि इभोल्युसन हुँदै जाँदै गर्दा चाहिँ पहिलाको त्यो जुन एउटा अर्ग्यानिजमदेखि लिएर अहिले बिस्तारै डाइभर्सिफाई हुँदै गए तापनि के छ भन्दाखेरि चाहिँ युनिटी छ नि त अर्ग्यानिजम्सहरूभित्र त्यही भन्न खोजेको है यो इभोल्युसन एकाउन्ट्स फर द युनिटी एन्ड डाइभर्सिटी सिन अमङ लिभिङ अर्ग्यानिजम्स भन्नाले अनि त्यस्तै गरेर अर्को एउटा कन्सेप्ट के छ भन्दाखेरि चाहिँ सबै अर्ग्यानिजम्स कसरी बाँच्छ कि त एनर्जी कन्ज्युम गर्छ उनीहरूले खान्छ कि त ट्रान्सफर्म गर्छ जस्तै प्लान्टको एनर्जी प्लान्टमा आफूले कन्ज्युम गर्छ उसले अनि त्यही एनर्जी प्लान्टबाट हामीले खान्छौँ म्यामल्सहरूले खान्छ होइन अथवा अरू अर्ग्यानिजम्सहरूले खाएर के हुन्छ त्यो एनर्जी त वान बडीबाट अर्को बडीमा ट्रान्सफर हुँदै गएको छ नि त त्यो कुरा चाहिँ भयो ठिक छ यहाँसम्म क्लियर छ नि है सुरुको चाहिँ बेसिक इन्ट्रोडक्सन भयो जुनमा चाहिँ बायोलोजी भन्ने बित्तिकै के बुझ्नु पर्यो भनेर भन्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ बायोलोजी भन्ने बित्तिकै चाहिँ प्लान्ट्स र एनिमल्स दुइटैको स्टडी हो र प्लान्ट्सको स्टडीलाई हामी के भनिन्छ बोटेनी भनेर भनिन्छ एनिमल्सको लागि जुलोजी भनेर भनिन्छ र हामीले यो सेसनमा चाहिँ हामी जुलोजीको बारेमा चाहिँ डिस्कस गर्छौँ होइन एनिमलको स्टडीलाई अब यो बायोलोजीले चाहिँ के कुराहरू हेरिरहेको हुन्छ भन्दा स्ट्रक्चर फङ्सन ग्रोथ डिस्ट्रिब्युसन इभोल्युसनहरू सबै कुरा हेरिरहेको हुन्छ
स्कोप एकदम ब्रोड छ बायोलोजीको, तर पनि सर्टेन कन्सेप्ट्सहरू छ जसले गर्दाखेरि के हुन्छ भन्दा यो बायोलोजीको स्टडीलाई चाहिँ के गरिरहेको हुन्छ भन्दाखेरि चाहिँ सधैँ के गरिरहेको हुन्छ, सर्कल गरिरहेको हुन्छ क्या। त्यो फिचर त्यो कन्सेप्ट्सहरू भनेको के भयो? सेल भनेको बेसिक युनिट अफ लाइफ, त्यस्तै गरेर जिनमा चाहिँ डिएनए, आरएनए हुन्छ, जसले गएर पछि गएर हेरिडिटरी क्यारेक्टर्सहरू चाहिँ के गर्नु डिटरमाइन गर्नलाई हेल्प गरिरहेको हुन्छ होइन। त्यस्तै गरेर चाहिँ अरू भनेको चाहिँ इभोल्युसनले गर्दाखेरि चाहिँ युनिटी, डाइभर्सिटी हुँदै जान्छ बिस्तारै अर्गानिजम्सहरूमा। त्यसै गरेर अर्गानिजम्सहरू बाँच्ने भनेको एनर्जी कन्ज्युम गरेर अथवा ट्रान्सफर्म गरेर, है त। अब हामी नेक्स्टमा जाऊँ। नेक्स्टमा चाहिँ के छ भन्दाखेरि चाहिँ बायोलोजीको यो अहिलेको जुन यो स्टडीमा चाहिँ मेजर कन्ट्रिब्युसन दिनुभएको है, त्यो साइन्टिस्टहरूको नाम र तिनीहरूलाई चाहिँ के भने हामीले फादरको रूपमा पनि हामीले के गरिन्छ भन्दाखेरि चाहिँ लिन्छ नि त होइन। उहाँहरू चाहिँ को छ भनेर भन्दाखेरि चाहिँ टर्म बायोलोजी, सुरुमा चाहिँ बायोलोजी भनेर बायो भनेर जुन लाइफको लागि हामीले इन्डिकेट गरिरहेको छ त्यो टर्म लिएर आउनुभएको भनेको चाहिँ के हो? साइन्टिस्ट ल्यामार्क एन्ड ट्रेभिरानसले 1802 मा चाहिँ लिएर आउनुभएको हो। त्यसपछि अर्को भनेको फादर अफ बायोलोजी भनेर मात्र भन्ने हो भने चाहिँ हामीले एरिस्टोटललाई मानिन्छ। उहाँले चाहिँ के गर्नुभएको थियो भन्दाखेरि चाहिँ प्लान्ट्स एन्ड एनिमल्स, एकदमै धेरै प्लान्ट्स एन्ड एनिमल्सलाई चाहिँ डिस्क्राइब गर्नुभएको थियो है। त्यसपछि अर्को भनेको चाहिँ फादर अफ जुलोजी भनेको नि हामीले एरिस्टोटललाई लिन्छ। कम्प्लिट बायोलोजी भन्ने हो भने नि हामीले एरिस्टोटललाई नै लिन्छ र जुलोजी भन्ने हो भने पनि एरिस्टोटललाई नै लिन्छ होइन। र फादर अफ मेडिसिन भनेर जुन अहिलेको हाम्रो मोडर्न मेडिसिन्सहरू आइरहेको छ नि त, यो मेडिसिनको फादर भन्ने हो भने चाहिँ हामीले कसलाई चिनिन्छ भन्दाखेरि हिपोक्रेट्सलाई चिनिन्छ है। त्यसै गरेर फादर अफ कन्सेप्ट अफ अर्ग्यानिक इभोल्युसन, अघि मैले कुरा गरेको थिएँ इभोल्युसन है। इभोल्युसन भनेको लाइफ चाहिँ पहिलाको त्यो सिम्पल फर्मबाट अहिलेको कम्प्लेक्स फर्ममा जाँदै गर्दाको त्यो प्रोसेस जुन छ त्यसलाई हामीले इभोल्युसन भनिन्छ। र यो कन्सेप्ट कसले दिएको भन्दाखेरि चाहिँ एम्पिडोक्लसले दिनुभएको हो है। त्यसपछि चाहिँ के छ भन्दाखेरि चाहिँ कन्सेप्ट चाहिँ एम्पिडोक्लसले दिनुभएको हो, तर इभोल्युसन, फादर अफ इभोल्युसन भनेर मात्रै भनियो भने चाहिँ हामीले चार्ल्स डार्विनलाई भनिन्छ, किनभने उहाँले चाहिँ डार्विनिजम थ्योरी निकालेर चाहिँ यो जुन यो इभोल्युसनलाई चाहिँ के गरिरहेको थियो भन्दाखेरि चाहिँ उसले चाहिँ अलिकति धेरै कन्ट्रिब्युसन दिनुभएको थियो होइन। अनि उहाँलाई चाहिँ के भनिन्छ भन्दा न्युटन अफ जुलोजी भनेर भनिन्छ। न्युटन भनेर तपाईँहरूले चिनिराख्नु भएको छ, सर आइज्याक न्युटन भनेको हामीले जुन फिजिक्सको फादरलाई लिए जस्तै जुलोजीको फादर अथवा चाहिँ मेजर कन्ट्रिब्युसन हेर्ने हो भने चाहिँ एउटा चार्ल्स डार्विन पनि पर्दो रहेछ भन्ने कुरा भयो। त्यस्तै गरेर अब थ्योरिजहरू, इभोल्युसनको पनि थ्योरिजहरू, डिफ्रेन्ट थ्योरिजहरू छ जुन हामी बिस्तारै नेक्स्ट क्लासमा डिस्कस गर्छौँ है। त्यो इभोल्युसनरी थ्योरिजको फादर भन्ने हो भने चाहिँ ल्यामार्क। सो नझुक्किनुहोस्, कन्सेप्ट दिनुभएको एम्पिडोक्लसले, फादर अफ इभोल्युसन मात्रै भन्यो भने चार्ल्स डार्विन, तर इभोल्युसनरी थ्योरिज भन्यो भने ल्यामार्क है। अनि जुन तपाईँहरूको यो युनिट 1 छ, यो जुन यो इन्ट्रोडक्सन टु बायोलोजी भनेर छ नि, यसमा चाहिँ तपाईँहरूलाई आउने क्वेसन भनेको नि 1 मार्क्समा एमसिक्युजहरू क्वेसनहरू आउँछ र यसमा मेजर पर्ने भनेको यो फादरहरूको कुराहरू पर्छ। जस्तै फादर अफ बायोलोजीको हुनुहुन्थ्यो, फादर अफ जुलोजी, फादर अफ मेडिसिनको हुनुहुन्थ्यो भनेर चाहिँ यो क्वेसन्सहरू चाहिँ एकदमै सोधिरहेको हुन्छ है 1 मार्क्समा। भेरी सर्ट आन्सर क्वेसनमा चाहिँ तपाईँहरूले चाहिँ यो चाहिँ त्यही भएर चाहिँ घोक्नुपर्ने हुन्छ है त। अब नेक्स्ट त्यही 1 मार्क्समा आउने क्वेसन, मेजर क्वेसनहरू के हुन्छ भन्दाखेरि बायोलोजीका ब्रान्चेसहरू के हुन्, यो ब्रान्चेसले के को बारेमा स्टडी गर्छ भन्ने कुराहरू चाहिँ हेर्नुपर्छ। र यहाँ चाहिँ कमन अब बायोलोजीका ब्रान्चेसहरू यति धेरै छन् होइन, त्यो सबै कुरा ल्याउनु पर्ने कुरा, ल्याउन सकिने कुरा पनि भएन। सो हामीले चाहिँ अलिकति हुन्छ नि जुन मेजर ब्रान्चेसहरू छ त्यसलाई मात्रै चाहिँ यहाँ इन्क्लुड गरेको छौँ है त। सुरुमा छ मर्फोलोजी भनेर छ। मर्फोलोजीले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ एउटा अर्ग्यानिजमको, लिभिङ अर्ग्यानिजमको एक्सटर्नल फिचर्सहरू, बाहिरबाट हेर्दा देखिने फिचर्सहरू के कस्ता छन् भनेर मर्फोलोजीले स्टडी गर्छ। त्यसै गरेर एनाटोमीले के गर्छ भनेर भन्दाखेरि चाहिँ एनाटोमीले पनि के गर्छ भन्दा अर्ग्यानिजम्सको, मर्फोलोजीले एक्सटर्नल फिचर्स, एनाटोमीले इन्टर्नल स्ट्रक्चर्सहरू, इन्टर्नल फिचर्सहरू है। तर त्यो पनि इन्टर्नल फिचर्स भन्नेमा फेरि तर के हुनु पर्यो, त्यो नेकेड आईले देखिनु पर्यो। त्यस्तै गरेर अर्को छ हिस्टोलोजी भनेर छ। हिस्टोलोजी भनेको चाहिँ अब के हुन्छ, सेल्स हुन्छ, सेल्स मिलेर टिस्युज बनिरहेको हुन्छ। त्यो टिस्युजहरूको फङ्सन, स्ट्रक्चर्सहरू कस्तो छ भन्ने कुरा चाहिँ केले स्टडी गर्छ, हिस्टोलोजी भन्ने एउटा ब्रान्च छ जुन बायोलोजीको, त्यसले स्टडी गर्छ। र त्यस्तै गरेर अर्को छ साइटोलोजी भनेर छ। अब साइटोलोजी के हुने भयो भन्दाखेरि चाहिँ सेल्स र सेल्स अर्ग्यानल्सहरूको है, सेल्सभित्र के हुन्छ, डिफ्रेन्ट अर्ग्यानल्सहरू हुन्छ भनेर चाहिँ हामीले पढिसकेको छौँ, अथवा हामी बोटेनीमा पनि त्यो कुराहरू पढ्छौँ होइन। यो सेल अर्ग्यानल्सहरू है, सेल अर्ग्यानल्सको स्ट्रक्चर कस्तो छ, फङ्सन्स कस्तो छ भन्ने कुराको स्टडी भनेको साइटोलोजीले गर्छ। र त्यस्तै गरेर अर्को छ जेनेटिक्स भनेर छ। जेनेटिक्सले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ यसले चाहिँ अघि भने हेरिडिटरी क्यारेक्टर्स
which are passed down from one generation to the next generation अथवा one generation to the offspring भनेर भनौँ त्यो जुन क्यारेक्टर्सहरू पास हुन्छ कस्तो खालको पास हुने रहेछ कस्तो खालको नहुने रहेछ अथवा चाहिँ केले चाहिँ फरक पार्ने रहेछ भन्ने कुराहरू सबै स्टडी गर्ने भनेको चाहिँ केले हो जेनेटिक्सले हो है र त्यस्तै गरेर अर्को छ इकोलोजी भनेर छ इकोलोजी भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ जुन लिभिङ अर्ग्यानिजम्स जुन यो बोथ प्लान्ट्स एन्ड एनिमल्स छ यो लिभिङ अर्ग्यानिजम्स र इन्भाइरोमेन्टको बिचमा के रिलेसनसिप छ त नि होइन किनभने इन्भाइरोमेन्टले के गरिरहेको हुन्छ लिभिङ अर्ग्यानिजम्सलाई बाँच्ने एउटा ठाउँ दिइरहेको हुन्छ होइन एउटा मिडियम दिइरहेको हुन्छ र त्यही लिभिङ अर्ग्यानिजम्सहरू नै बाँचेर के हुन्छ भन्दाखेरि चाहिँ इन्भाइरोमेन्टमा चाहिँ एउटा के हुन्छ साइकल हुन्छ त्यो कुराहरू चाहिँ के भने त्यो स्टडी गर्ने कामकोले गर्छ इकोलोजीले गर्छ है त त्यस्तै गरेर अर्को भनेको इम्ब्रोयोलोजी भनेर छ अब यो इम्ब्रोयोलोजीको टर्मबाट नै हामी क्लियर हुन सक्छौँ होइन इम्ब्रोयको फर्मेसन त्यस्तै गरेर चाहिँ बिस्तारै इम्ब्रोय फर्मेसन भयो त्यस्तै गरेर इम्ब्रोय बिस्तारै डेभलप हुँदै 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 जानु पर्यो र त्यो के अरे इम्ब्रोय चाहिँ जुन अब डेभलप हुँदै गइसकेपछि पछि गएर के हुन्छ ह्याच हुन्छ अथवा त्यो चाहिँ त्यो बर्थ हुन्छ होइन त्योसम्मको स्टडी गर्ने त्योसम्मको पुरै त्यसको स्ट्रक्चरदेखि लिएर फङ्सन कस्तो छ डेभलपमेन्टल प्रोसेस कस्तो छ त्यो सबै स्टडी गर्ने काम कसको इम्ब्रोयोलोजीको रहेको छ त्यस्तै गरेर इभोल्युसन भनेर मैले अघि नैबाट भनिरहेको छु जुन चाहिँ लाइफको ओरिजिन कसरी भयो र चाहिँ त्यो ओरिजिन हुँदाखेरि कस्तो प्रिमिटिभ खालका प्लान्ट्स एन्ड एनिमल्स थिए भने अहिले त्यो मोडर्न प्लान्ट्स एन्ड एनिमल्स आउँदै गर्दाखेरिको इभोल्युसनरी प्रोसेस कस्तो थियो भन्ने कुरा चाहिँ इभोल्युसनले हेर्छ है त अनि त्यस्तै गरेर अर्को छ फिजियोलोजी र एनाटोमी र फिजियोलोजी खास सेम सँगै लेख्नुपर्ने हो है एनाटोमी एन्ड फिजियोलोजीले चाहिँ कस्तो भन्छ भनेर भन्दाखेरि चाहिँ एनाटोमीले चाहिँ हाम्रो इन्टरनल स्ट्रक्चर्सहरू हेर्ने भयो अर्ग्यानिजमको भने त्यही स्ट्रक्चर्सहरूमा चाहिँ कस्तो खालको फङ्सन हुन्छ कस्तो खालको प्रोसेसेसहरू हुन्छ भनेर चाहिँ फिजियोलोजी चाहिँ फङ्सन्स हेर्ने काम गर्छ के फिजियोलोजी भन्ने बित्तिकै अलिकति तपाईँले सम्झन सजिलो भनेको चाहिँ पी भनेको एफ जस्तै फङ्सन है मेन भनेको पी प्रोसेसेसहरू है फिजियोलोजीले चाहिँ एनिमल्स एन्ड प्लान्ट्समा कस्ता खालका प्रोसेस हुन्छ जस्तै अब डाइजेस्टिभ सिस्टमको कुरा गरौँ डाइजेस्टिभ सिस्टममा के कस्ता अर्गान्सहरू पर्छन् भन्ने कुरा एनाटोमीले हेर्ने भयो तर डाइजेसनको प्रोसेस के हो जस्तै फर्स्टमा हामी इन्जेक्सन गर्छौँ इन्जेक्सन गरिसकेपछि चाहिँ कहाँ चाहिँ एब्जर्प्सन हुन्छ होइन अनि त्यसपछि त्यो पहिला डाइजेसन हुन्छ पेटमा गएर स्टोमकहरूमा गएर अरू अर्गान्सहरूमा गएर डाइजेसन हुन्छ त्यहाँ गएर इन्टेस्टाइनहरूमा एब्जर्प्सन हुन्छ पछि गएर एक्सक्रेसन हुन्छ जुन यो प्रोसेस छ त्यो एनिमलमा त्यो हेर्ने काम फेरि के गर्छ फिजियोलोजीले हेर्छ सो एनाटोमी एन्ड फिजियोलोजी आर इन्टर रिलेटेड टु इच अदर भनेर भनिन्छ कि है त नेक्स्ट हामी के जान्छौँ ट्याक्सोनोमी भनेर भनेको छ ट्याक्सोनोमी भनेको चाहिँ एउटा यस्तो ब्रान्च अफ बायोलोजी हो जसले के गर्छ भन्दा अर्ग्यानिजम्सलाई चाहिँ के कस्तो ठाउँमा क्लासिफाई गर्नुपर्छ बेस्ड अन देयर क्यारेक्टर्स के तिनीहरूको क्यारेक्टर कस्तो छ जस्तै अब हामीले क्लासिफाई नर्मल एउटा लिगौँ न जस्तै हामीले चाहिँ अब के भन्छ फिसेस भनिन्छ अनि त्यसपछि अर्को भनेको चाहिँ एम्फिबियन्स भनिन्छ फिसेसको एउटा सर्टेन खालको आफ्नो क्यारेक्टर्सहरू छ त्यही भएर उसलाई फिसेसमा चाहिँ के गरेको छ क्लासिफाई गरेको छ एम्फिबियन्सको त्यसै गरेर के छ भन्दाखेरि चाहिँ एम्फिबियन्सको त्यस्तै गरेर आफ्नो क्यारेक्टर्सहरू छ त्यस्तै गरेर त्यो दुईवटा क्यारेक्टर्सहरूलाई डिफ्रेन्सिएट गरेर जुन क्लासिफाई गरिएको छ त्यो केले गर्छ भन्दाखेरि ट्याक्सोनोमी भन्ने ब्रान्चले गर्छ है कुनलाई कुन अर्गानिजमलाई कुन ठाउँमा राख्ने भन्ने कुराहरू चाहिँ केले हेर्छ ट्याक्सोनोमीले हेर्छ ठिक छ है ओके अरू पनि छ त्यस्तै गरेर प्याथोलोजी भनेर भनेको छ यो प्याथोलोजी भनेको चाहिँ अब अर्गानिजम्सहरू छन् अर्गानिजम्स यस्तो पनि छन् जसले के गर्छ भन्दाखेरि चाहिँ अर्को अर्गानिजम्सलाई डिजिज कज गराउँछ होइन के हुन्छ भन्दाखेरि चाहिँ अब के भन्न सकिन्छ भन्दाखेरि चाहिँ हामीलाई जिआरडिया ल्याम्बिया जस्ता माइक्रो अर्गानिजम्सहरू छन् होइन त्यो माइक्रो अर्गानिजम्सले के गर्न सक्छ भन्दाखेरि चाहिँ हामीलाई जिआरडिएसिस कज गराउन सक्छ अब तपाईँलाई यो गाह्रो होस् सपोज केही नसोच मस्किटो नै सोच मस्किटोले के गराउन सक्छ हामीलाई मलेरिया गराउन सक्छ सो यो डिजिजले यो कज गराउँछ होइन यसले चाहिँ अब यसरी प्रिभेन्ट गर्न सकिन्छ यसलाई यसरी ट्रिट गर्न सकिन्छ भन्ने कुरा सबै स्टडी गर्ने काम कसको प्याथोलोजीले गर्छ त्यस्तै गरेर अर्को छ प्यालेन्टोलोजी भनेर छ है यो प्यालेन्टोलोजीमा चाहिँ के छ भन्दाखेरि चाहिँ प्यालेन्टोलोजीले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ प्यालेन्टोलोजी भनेको चाहिँ फसिल्स हेर्ने फसिल्सको प्लान्ट्सकोस् अथवा एनिमल्सकोस् त्यो फसिल्सहरू स्टडी गर्ने कति वर्ष अगाडिको फसिल्स हो त्यसले के डिनोट गर्छ कहाँ लोकेट भएको थियो है त्यो सबै कुराले पनि के गर्न सक्छ भन्दाखेरि चाहिँ कुन अर्थको कुन लेयरमा चाहिँ लोकेट थियो भन्ने कुरा यो सबै कुराले के डिनोट गर्छ भन्दाखेरि पहिलाको एजमा कस्तो खालको प्लान्ट्स रहेछ कस्तो खालको एनिमल्स रहेछ भन्ने कुरा डिटरमाइन गर्छ नि त यो इभोल्युसन अफ लाइफ कस्तो भइरहेको रहेछ भन्ने कुरा डिनोट गर्छ
द्याट इज प्यालियोन्टोलोजी है। त्यस्तै गरेर माइक्रोबायोलोजी एकदम सजिलो भयो। माइक्रो अर्गानिजम्स अथवा माइक्रोब्सहरू कुनै पनि ब्याक्टेरिया फङ्गस भाइरस यो अर्गानिजम्सहरू स्टडी गर्छ भने त्यसलाई के भनिन्छ माइक्रोबायोलोजी भनेर भनिन्छ। अब अर्को भनेको चाहिँ बायोकेमिस्ट्री है। बायोकेमिस्ट्री भनेको चाहिँ अब हामीलाई यहाँ बायोलोजीमा कसरी केमिस्ट्री आयो भन्ने सोच्नु होला। यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ लिभिङ अर्गानिजम्स पनि डिफ्रेन्ट केमिकल्सले बनेको हुन्छ कि हुँदैन, केमिकल प्रोसेसेसहरू भइरहेको हुन्छ। त्यही लिभिङ अर्गानिजम्स भित्रको केमिस्ट्रीलाई स्टडी गर्ने एउटा ब्रान्च हो बायोकेमिस्ट्री। अर्को छ बायोटेक्नोलोजी। यो बायोटेक्नोलोजी भनेको चाहिँ एउटा यस्तो साइन्स हो जसले के गर्छ भन्दाखेरि चाहिँ त्यही अर्गानिजम्सहरू डिफ्रेन्ट अर्गानिजम्सहरूलाई मोडिफाई गरेर तिनीहरूबाट आउने प्रडक्ट्सहरूलाई मोडिफाई गरेर युटिलाइज गरेर चाहिँ के गर्ने भन्दाखेरि ह्युमनको बेनिफिट्सको लागि युज गराउने। त्यही अर्गानिजम्सहरू डिफ्रेन्ट अर्गानिजम्सहरू होला होइन, प्लान्ट्स एनिमल्स होला, त्यस्तै गरेर भाइरस ब्याक्टेरिया नै होला। त्यो अर्गानिजम्सहरूलाई पनि हाम्रो बेनिफिट्सको लागि म्यानकाइन्डको बेनिफिट्सको लागि युटिलाइज गर्ने एउटा टेक्निक एउटा साइन्स भनेको चाहिँ इट्स बायोटेक्नोलोजी है। अर्को रहेको छ जेनेटिक इन्जिनियरिङ। जेनेटिक इन्जिनियरिङ भनेको चाहिँ यसले के गर्छ भनेर भन्दाखेरि चाहिँ जुन जिन्सहरू हुन्छ जिनोटाइप्सहरू हुन्छ होइन, त्यो जिन्सहरूलाई चाहिँ कस्तो हुन्छ भन्दाखेरि जिन्सको चाहिँ एउटा आफ्नै नर्मल के हुन्छ भन्दाखेरि चाहिँ स्ट्रक्चर हुन्छ है, बडीमा चाहिँ कसरी तिनीहरू अरेन्ज भएर बसेको हुन्छ भनेर। त्यो जिन्सलाई के गर्ने भन्दाखेरि चाहिँ कम्बाइन गर्ने, डिफ्रेन्ट जिन्सहरूलाई कम्बाइन गर्ने, एडिसन मल्टिप्लिकेसन हुने कुराहरू त्यसलाई चेन्ज गर्ने कि त्यसको स्ट्रक्चरलाई चेन्ज गर्ने, त्यसको सिन्थेसिस गराउने। अनि त्यसले गर्दाखेरि पछि के गर्ने भन्दाखेरि हामीलाई चाहिने डिजायरेबल जेनोटाइप्स निकाल्ने। त्यो स्टडीलाई के भनिन्छ जेनेटिक इन्जिनियरिङ है। क्लियर छ नि? ओके। अर्को छ लिम्नोलोजी है। लिम्नो भन्ने बित्तिकै हामीले के बुझिन्छ भन्दाखेरि चाहिँ फ्रेस वाटर है। यो चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ फ्रेस वाटरमा इन्हेबिटेड गर्ने है जुनै पनि अर्गानिजम्सहरू छ तिनीहरूको स्टडी गर्नेलाई चाहिँ के भनिन्छ लिम्नोलोजी भनेर। यी भए कमन ब्रान्चेस अफ द बायोलोजी है। अब हामी बायोलोजीभित्र नि जुलोजीको ब्रान्चभित्र जाऊँ है। जुलोजीको ब्रान्चभित्र जाने हो भने प्रोटोजुलोजी भनेको चाहिँ दे आर द स्टडी अफ युनिसेलुलर अर्गानिजम्स। प्रोटोजुलोजी भनेको चाहिँ स्टडी अफ युनिसेलुलर अर्गानिजम्सहरूको बारेमा चाहिँ स्टडी गर्ने हो। त्यस्तै गरेर अर्को छ प्याराजुलोजी। प्याराजुलोजी भनेको चाहिँ पोरिफेरा स्पोन्जेसहरू त्यसको स्टडी गर्नेलाई प्याराजुलोजी भनिन्छ। अर्को छ निडोलोजी, स्टडी अफ सिलेन्ट्रोइटाहरूको बारेमा चाहिँ स्टडी गर्नेलाई निडोलोजी। हेलमिन्थ वर्म्सहरू निमेटोहेल्मिन्थिस होस् प्लेटिहेल्मिन्थिस होस् यिनीहरूको स्टडी गर्नेलाई हेलमिन्थोलोजी भनेर भनिन्छ। र त्यस्तै प्यारासाइटिक वर्म्सहरू को स्टडी गर्नेलाई प्यारासिटोलोजी भनेर भनिन्छ। र इन्सेक्ट्सहरूको लागि हामीले इन्टोमोलोजी भनेर चाहिँ भन्ने गरिन्छ है। अनि स्पाइडरको स्टडी गर्नेलाई हामीले एरेनियोलोजी भनेर भनिन्छ। एफिड्स भनेको पनि अ टाइप अफ इन्सेक्ट नै हो है। यो एफिड्स भनेको पनि के हुन्छ अ टाइप अफ इन्सेक्ट नै हो। ब्ल्याक फ्लाईहरू चाहिँ यसमा धेरै जस्तो पर्ने गर्छ। यो टाइपको इन्सेक्ट्सको एफिड्सहरूको चाहिँ स्टडी गर्नलाई हामीले के भनिन्छ एफिडोलोजी भनेर भनिन्छ है। त्यस्तै गरेर मलुस्काहरूको जुन हाम्रो फाइलम 9वटा डिफ्रेन्ट फाइलम छ नि त्यो भित्रको मलुस्काको स्टडी हो ल स्टोरी भन्छ। स्टडी अफ मलुस्कलाई पनि के भनिन्छ हामीले म्यालाकोलोजी भनेर भनिन्छ है। त्यस्तै गरेर अर्को भनेको चाहिँ अब के हुने भयो भन्दाखेरि यहाँ फेरि मिस्टेक भएछ भाइ, यो चाहिँ सेल्स है। के हुन्छ भन्दाखेरि मोलुस्काहरूको बाहिरको आउटर कभरिङ जसलाई हामीले सेल्स भनेर भनिन्छौँ नि त्यसको स्टडी गर्नलाई फेरि हामीले कन्कोलोजी भनिन्छ। जो किन होइन है, एउटा भनेको म्यालाकोलोजी जुन चाहिँ हामीले मोलुस्काको नै स्टडी गर्छौँ। अर्को भनेको चाहिँ के भयो भन्दाखेरि चाहिँ कन्कोलोजी जुन चाहिँ हामीले मोलुस्काको बाहिरको सेल्सको मात्र स्टडी गर्छौँ भने द्याट इज कन्कोलोजी। त्यसै गरेर फिसेसको स्टडीलाई हामीले के भनिन्छ इक्थायोलोजी भनेर भनिन्छ। फ्रगको स्टडीलाई हामीले ब्याट्राकोलोजी भनेर भनिन्छ है। रेप्टाइल्सको स्टडीलाई हामीले हर्पेटोलोजी भनेर भनिन्छ। स्नेकको लागि ओफियोलोजी, त्यस्तै गरेर लिजार्ड्सको लागि सरोलोजी, बर्ड्सको अर्निथोलोजी है, म्यामल्सको म्यामोलोजी। ठिक छ है। तपाईँहरूले यो जुन स्टडी छ नि यो लोगीवाला हाम्रो जुन यो जुलोजीको मेजर पोर्सन यो क्वेसन चाहिँ एकदम मस्ट कमन क्वेसन हो है 1 मार्क्समा आउने। जस्तै अब हर्पेटोलोजी भन्ने बित्तिकै अब हामीले चाहिँ त्यस्तो के बुझिन्छ भन्दाखेरि ओलोजीको अगाडि हर्पेटिस भनेर थियो कता हर्पिसको हो अथवा केही भनेर थियो। एकदमै यहाँ चाहिँ कन्फ्युजिङ टाइपको छ। रेप्टाइल्सको हर्पेटोलोजीमा छ नि त, त्यही भएर यो क्वेसनहरू चाहिँ एकदमै कन्फ्युजिङ पनि छ। तर तपाईँहरूले चाहिँ यो सबैको स्टडी चाहिँ राम्रोसँग घोक्नुपर्छ 1 मार्क्सको लागि है। अनि त्यस्तै गरेर अर्को छ एन्थ्रोपोलोजी। एन्थ्रोपोलोजी भनेको ह्युमनको इभोल्युसन। ह्युमन चाहिँ पहिला कस्तो थियो भन्दाखेरि चाहिँ ह्युमन एन्सेस्टरहरू एप्स लाइक थियो भन्ने थाहा नि त होइन। एप लाइकबाट अहिलेको जुन यो ह्युमन लाइक देखिँदाखेरिको सम्मको इभोल्युसन यो प्रोसेस स्टडी गर्नेलाई एन्थ्रोपोलोजी भनिन्छ। कल्चरहरू पनि चेन्ज हुँदै आएको छ त्यो कुराहरू भयो। त्यसपछि अर्को भनेको
युथेनिक्स भनेको चाहिँ ह्युमन रेसेसहरू जुन हाम्रो ह्युमन म्यानकाइन्डहरूलाई इम्प्रुभ गर्ने केले भन्दा ल अफ हेरिडिटिजहरू लगाएर के हुन्छ भन्दाखेरि ह्युमन रेसलाई इम्प्रुभ गर्ने स्टडीलाई चाहिँ हामीले युथेनिक्स भनेर भन्ने गरिन्छ र इथोलोजी भनेको चाहिँ एनिमल्सको बिहेभियर एनिमल्सको नेचर कस्तो छ भन्ने कुराहरू योसँग रिलेटेड जस्तै लाइटसँग चाहिँ त्यो एनिमलले कस्तो खालको रेस्पोन्स गर्छ त्यस्तै गरेर चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ बिहेभियरहरूमा चाहिँ अब पानीमा बस्ने एनिमल्सको बिहेभियर कस्तो हुन्छ त्यस्तै गरेर चाहिँ ल्यान्डमा बस्ने एनिमल्सको बिहेभियर कस्तो हुन्छ भन्ने कुरा टाइपको स्टडी गर्नलाई हामीले इथोलोजी भनेर भन्ने गरिन्छ र अर्को छ माइक्रोबायोलोजी माइक्रो अर्गानिजम स्टडी अघि नै भनिसक्यो त्यस्तै गरेर क्यारियोलोजी भनेको चाहिँ न्युक्लियस सेलभित्रको जुन न्युक्लियसको स्टडी गर्छौँ त्यसलाई हामीले क्यारियोलोजी भन्ने भयौँ त्यस्तै गरेर भाइरसको स्टडीलाई भाइरोलोजी है यति भए जुलोजीका ब्रान्चेसहरू अब हामी कुरा गर्छौँ बोटानिका ब्रान्चेसहरू जुन तपाईँले बोटानीमा नि पढ्नु नै हुन्छ तर पनि मैले यहाँ अलिकति मेजर जुन चाहिने ब्रान्चेसहरू छ त्यो चाहिँ लिएर आएको है जुनमा ब्याक्टेरियोलोजी भनेको चाहिँ ब्याक्टेरियाको बारेमा भयो भाइरोलोजी भाइरसको फाइकोलोजी भनेको एल्गीको माइकोलोजी भनेको फङ्गाईको ब्रायोलोजी भनेको ब्रायोफाइट्सहरूको स्टडी टेरिडोलोजी भनेको टेरिडोफाइट्सको पोमोलोजी भनेको चाहिँ डिफ्रेन्ट फ्रुट्स अथवा चाहिँ फ्रुट इल्ड गर्ने फ्रुट दिने प्लान्ट्सहरू हुन्छ नि त्यसको स्टडीलाई चाहिँ हामीले पोमोलोजी भन्ने भन्ने गरिन्छ अर्को भनेको एन्थोलोजी फ्लावर्सको स्टडी गर्नेलाई हामीले एन्थोलोजी भन्ने गरिन्छ त्यस्तै गरेर चाहिँ अब प्लान्ट्सहरूलाई चाहिँ कल्टिभेट गर्ने हामीले फ्लावरको लागि घरमा पनि गरिन्छ नि त प्लान्ट्सहरू कल्टिभेट गरिन्छ त्यसलाई हामीले फ्लोरिकल्चर भनेर चाहिँ भन्ने गरिन्छ ठिक छ है बोटनीको यति नै रहेको छ अर्को भनेको चाहिँ हाम्रो मेडिसिन अब गएर अब 12 पछि होइन के हुन्छ भन्दाखेरि चाहिँ एउटा मेडिसिन फिल्डतिर पनि जान सकिन्छ मेडिकल साइन्स भन्ने छुट्टै हुन्छ मेडिकल साइन्ससँग रिलेटेड जुलोजीको ब्रान्चेसहरू हेर्ने हो भने चाहिँ के कस्ता छन् भन्दाखेरि चाहिँ इपिडेमिक डिजिजेसहरूको स्टडी गर्छ भने त्यसलाई हामी इपिडेमियोलोजी भनिन्छ त्यस्तै गरेर अब डिजिजको अगेन्स्टमा के हुन्छ भन्दाखेरि हाम्रो बडीले डिफेन्स मेकानिजम देखाइरहेको हुन्छ रेसिस्टेन्स देखाइरहेको हुन्छ होइन त्यो स्टडी गर्ने प्रोसेस त्यो स्टडी गर्ने ब्रान्चलाई के भनिन्छ इम्युनोलोजी भनेर भन्ने गरिन्छ है त्यस्तै गरेर प्यारासाइट्सहरूले डिफ्रेन्ट डिजिज कज गर्न सक्छ त्यसलाई त्यो स्टडी गर्ने होइन त्यसलाई हामीले प्यारासाइटोलोजी भनेर भनिन्छ अब त्यो स्टडी त्यो डिजिज यसले कज गराउँछ भन्दाखेरि त्योसँग के छ त नि स्ट्रक्चरमा जसले गर्दा त्यो डिजिज कज भयो भनेर प्यारासाइट पुरै स्टडी गर्नुपर्ने हुन्छ त्यो चाहिँ प्यारासिटोलोजीले गर्छ त्यस्तै गरेर डिफ्रेन्ट इन्जाइम्सहरू प्रड्युस गरिरहेको हुन्छ बडीले होइन त्यो इन्जाइमोलोजी के हुन्छ भन्दाखेरि स्टडी भनेको चाहिँ इन्जाइम्सको स्टडी भनेको इन्जाइमोलोजीले गर्छ है त्यस्तै गरेर हेमाटोलोजी भनेको चाहिँ ब्लड भयो त्यसपछि कार्डियोलोजी भनेको हार्टको स्टडी भयो ओस्टियोलोजी भनेको बोन्सको स्टडी भयो इन्डोक्राइनोलोजी भनेको चाहिँ इन्डोक्राइन ग्ल्यान्ड्सको हर्मोन्सको स्टडी गर्नेलाई चाहिँ हामीले इन्डोक्राइनोलोजी भनेर भन्ने गरिन्छ र किडनीको स्टडी भनेको नेफ्रोलोजी किडनीको फङ्सन किडनीको स्ट्रक्चर पुरै स्टडी गर्छ नेफ्रोलोजीले र न्युरोलोजी भनेको चाहिँ ब्रेन र ब्रेनभित्र रहेका नर्भका डिफ्रेन्ट नर्भ्सका क्रानियल नर्भ स्पाइनल नर्भ्सका फङ्सन्सहरू के कस्ता छन् भन्ने स्टडी गर्ने भनेको न्युरोलोजीले गर्छ ठिक छ है ओके यो भयो तपाईँहरूको 1 मार्क्समा आउने क्वेसनहरू है धेरै जस्तो के आउने भयो भन्दा फादरहरू आउने भयो त्यस्तै गरेर ब्रान्चेसहरू के कस्ता छन् भनेर आउँछ अब के छ भन्दाखेरि चाहिँ तपाईँहरूको अब ओल्ड स्कुलहरूमा हेर्दा अथवा चाहिँ क्वेसन प्याटर्न्सहरू अहिलेसम्म आएको हेर्दाखेरि चाहिँ जुन यो युनिट 1बाट चाहिँ 1 मार्क्सको मात्रै क्वेसनहरू चाहिँ आइरहेको छ यो 4 मार्क्स भन्दा नि अब क्वेसन प्याटर्नहरू तपाईँले हेरिसक्नु भएको छ थाहा छ पनि होला है के हुन्छ भन्दाखेरि अब कि 4 मार्क्सको कि 5 मार्क्सको आउँछ क्वेसन्सहरू चाहिँ अब जुन यो युनिट 1बाट चाहिँ खासै 4 मार्क्सको 5 मार्क्सको क्वेसन आइरहेको छैन तर आइहाल्यो भने केबाट आउँछ भन्दाखेरि चाहिँ बायोलोजी स्टडी गर्नुको स्कोप के हो अथवा चाहिँ बायोलोजीसँग बायोलोजीको अरू साइन्सेसहरूसँग रिलेसन के छ भन्ने खालका क्वेसनहरू चाहिँ आउन सक्छ है अब हामी स्टडी बायोलोजी स्टडी गरेर चाहिँ के छ त नि एम फ्याक्टहरू के छ त नि भनेर भन्ने हो भने चाहिँ डिफ्रेन्ट यहाँ चाहिँ कस्तो छ भन्दाखेरि तपाईँहरूले चाहिँ बायोलोजीको स्कोप चाहिँ पछि एग्रिकल्चरमा इन्डस्ट्रीमा गएर हेल्थ साइन्सेसहरूमा एग्रिकल्चरहरूमा सबैमा देख्न सक्नुहुन्छ त्यसरी हामीले पोइन्ट वाइज त्यसरी टपिक वाइज जाँदा पनि भयो तर मैले चाहिँ यहाँ जस्ट पोइन्ट वाइज मात्रै राखेको छु है जस्तै अब बायोलोजी स्टडी गरेर हामीले के गर्न सक्यो भन्दाखेरि चाहिँ हामी आफैलाई राम्रोसँग बुझ्न सक्यो किनभने यसले के गर्ने भयो भन्दाखेरि चाहिँ सेलदेखि टिस्युदेखि अर्ग्यानदेखि अर्ग्यानको सिस्टम त्यसको स्ट्रक्चर र फङ्सनलाई नै एक्सप्लेन गरेको छ नि त सो हामी केले बनेको रहेछ भन्ने कुराहरूदेखि लिएर हाम्रो बडीमा कस्ता कस्ता अर्ग्यानहरू छ भन्ने कुरा सबै कुरा थाहा हुने भयो यसले के बेसिक क्वेसन के जस्तै हामीले खाना खाइसकेपछि के हुन्छ हामी सुत्यौँ भने के हुन्छ हामी वेन वी गेट हर्ट होइन हामीलाई चोट लाग्यो भने के हुन्छ त्यस्तै गरेर चाहिँ के हुन्छ भन्दाखेरि हामी
सम्झनको लागि के कस्ता मेकानिजम्सहरू छ कुराहरू सम्झिनको लागि त्यो कुराहरूको सिम्पल बेसिक क्वेसन्सहरूको चाहिँ के गर्ने भयो भन्दाखेरि चाहिँ आन्सर चाहिँ दिने भयो कि बायोलोजीले पढ्दाखेरि है र त्यस्तै गरेर चाहिँ हामी चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ कोही चाहिँ आफ्नो प्यारेन्ट्ससँग चाहिँ कति रिजेम्ब्लेन्स हुन्छ नि त कति मिल्दोजुल्दो हुन्छ भने कोही चाहिँ एकदमै डिफ्रेन्स हुन्छ किन हुँदो रहेछ त भन्ने कुराको के गर्ने भयो भन्दाखेरि डिस्क्रिप्सन पनि हाम्रो यो बायोलोजीको स्टडीले दिने भयो र त्यस्तै गरेर अर्को भनेको चाहिँ के गर्न सक्ने भन्दाखेरि चाहिँ हाम्रो डिफ्रेन्ट डिमान्ड्सहरू छ त्यो डिमान्ड्सहरू मिट गर्न पनि हेल्प गर्ने भयो के गर्दा भन्दाखेरि चाहिँ अब डिफ्रेन्ट रिसोर्सेसहरू छ बायोलोजिकल रिसोर्सेस छ मेडिसिनको नलेज छ हामीसँग नर्सिङको नलेज छ सर्जरीको नलेज छ क्रप रोटेसनको नलेज छ एनिमल हस्बेन्ड्रीको नलेज छ होइन डिजिज कसरी क्योर गर्ने भन्ने नलेज छ अब त्यस्तै गरेर चाहिँ क्वालिटी एन्ड क्वान्टिटी अफ प्लान्ट्स एन्ड नलेज एनिमल्सहरू कसरी बढाउने भन्ने कुरा यो सबै रिसोर्सेसहरू यो सबै कुराहरू युज गरेर चाहिँ हाम्रो डिमान्ड अहिलेको जुन अपग्रोइङ डिमान्ड्सहरू छ त्यो कुराहरू चाहिँ हामीले के गर्न सक्ने भयो भन्दाखेरि चाहिँ हाम्रो फुडको डिमान्ड छ हामीले एनिमल हस्बेन्ड्रीबाट होस् क्रप प्रडक्सनहरूबाट होस् त्योबाट गर्न सक्यो हाम्रो हेल्थको डिमान्ड छ हामीले मेडिसिनको नलेज छ हामीसँग डिजिज कसरी लाग्छ कसरी क्योर गर्छ भन्ने कुरा बायोलोजीले सिकाएको छ त्योबाट सबैबाट के हुने भयो भन्दाखेरि चाहिँ हाम्रो डिमान्ड हाम्रो निड्सहरू चाहिँ पुरा हुने भयो त्यस्तै गरेर अर्को भनेको चाहिँ जुन न्युट्रिसनको फन्डामेन्टल हेल्थको फन्डामेन्टल पपुलेसन कन्ट्रोलको बेसिक कुराहरू चाहिँ के गर्ने भयो भन्दाखेरि चाहिँ यसले सिकाउने भयो क्या जस्तै न्युट्रिसन चाहिँ कहाँबाट आइरहेको छ प्लान्ट न्युट्रिसनहरू के कस्ता त्योभित्र एलिमेन्ट्सहरू हुन्छन् होइन माइक्रो न्युट्रियन्ट्सहरू हुन्छन् के न्युट्रियन्ट्सहरू हुन्छन् त्यस्तै गरेर हेल्थका बेसिक युनिटहरू के छन् कस्तो बडीलाई हेल्दी भनिन्छ भन्ने कुरादेखि लिएर सबै कुराहरू के गर्ने भयो भन्दाखेरि चाहिँ बायोलोजीले चाहिँ सिकाउने भयो त्यस्तै गरेर हामीलाई के गर्ने भयो भन्दाखेरि चाहिँ यसले चाहिँ साइन्टिफिकल्ली प्रब्लमहरू सल्भ गर्नलाई पनि बायोलोजी पढिसकेपछि चाहिँ सकिने भयो है त्यसै गरेर अर्को भनेको चाहिँ हाम्रो युनिभर्समा हाम्रो प्लेस कहाँ छ त नि भन्ने कुराको लाइट पारिदिने भयो कि जस्तै के गर्ने भयो भन्दाखेरि त यो युनिभर्स कति धेरै पार्ट्सहरू पढिरहेको हुन्छ नि त हामीले बायोलोजीभित्र त त्यो बायोलोजीभित्र त्यो पढ्दाखेरि चाहिँ हामी के थाहा पाउँछौँ भन्दाखेरि चाहिँ हामी चाहिँ यो युनिभर्सको जस्ट अ स्मल पार्ट हो सो वी निड टु रेस्पेक्ट एन्ड प्रोटेक्ट अदर पार्ट्स टु भन्ने कुराहरूको रेस्पोन्सिबल एउटा जुन रेस्पोन्सिबिलिटी दिने काम पनि गरिरहेको हुन्छ है यो बायोलोजीबाट र त्यस्तै गरेर इकोसिस्टमको बारेमा अवेरनेस प्रोभाइड गर्छ होइन नेचुरल रिसोर्सेसहरू इम्प्रपरली युज गर्यो भने के कस्ता खालका प्रब्लम्सहरू चाहिँ आउन सक्छ त्यही भएर हामीले नेचुरल रिसोर्सेसको कस्तो युज गर्नुपर्छ भन्ने कुराहरू गर्न सकिन्छ हामीले कसरी सल्भ गर्ने यदि यस्ता प्रब्लमहरू आयो भने भन्ने कुराहरूको सबै नलेजेसहरू पनि दिन्छ त्यस्तै गरेर चाहिँ अब के गरिन्छ भन्दाखेरि चाहिँ इन्सेक्ट्सहरू छ मार्नलाई इन्सेक्टिसाइड्सहरू युज गरिन्छ पेस्टिसाइड्स युज गरिन्छ फर्टिलाइजर युज गरिन्छ यस्ता खालका प्रडक्ट्सको युजले गर्दाखेरि चाहिँ के कस्ता हेल्थ हजार्ड्सहरू निक्लिन सक्छ त नि भन्ने कुराको वार्निङ पनि दिने गर्छ कि र त्यस्तै गरेर चाहिँ फरेस्टहरू चाहिँ एक्सेसिभली कट डाउन गर्दा डिफरेस्टेसन गर्दा ओजोन लेयरहरू चाहिँ जुन डिप्लिसन भइरहेको यो जुन कन्डिसन छ यो रेडियो एक्टिभ सब्सटेन्सेसहरू डिस्चार्ज भइरहेको कन्डिसन छ यसले गर्दाखेरि कस्ता खालका हेल्थ हजार्ड्सहरू चाहिँ ह्युमन बिइङमा देख्न सकिन्छ त नि यसलाई कसरी चाहिँ अब हामीले बचाउन सकिन्छ त नि भन्ने खालका नलेजहरू अवेरनेसहरू पनि यसले चाहिँ दिइरहेको हुन्छ त्यस्तै गरेर अर्को भनेको चाहिँ सुपरस्टिसन पनि रिमुभ गर्नको लागि किनभने चाहिँ एभ्री ह्युमन बिइङ इज के हुन्छ भन्दाखेरि चाहिँ युनिक अनेपछि त्यहाँबाट के हुन्छ इन्डिभिजुअलाइज्ड हुन्छ तर पनि त्यहाँ जेन्डर रेस कलर रिलिजन होइन रिजन्सहरूको चाहिँ भेदभाव हुनु हुँदैन किनभने अब हामी एनाटोमी एन्ड फिजियोलोजी पढेको छौँ होइन एउटै छ सबैको बडी स्ट्रक्चर्स जेन्डरले केही फरक पार्दैन रेसले केही फरक पार्दैन भन्ने कुराहरू पनि बायोलोजीबाट के हरेक ह्युमन बिइङको चाहिँ के हुने भन्दाखेरि बडी स्ट्रक्चरदेखि लिएर भित्रको सेल्सको स्ट्रक्चर जुन त्यो हाम्रो टिस्युजको स्ट्रक्चर सिमिलर छ नि त सबै छ नि त त्यो कुराहरूले पनि हाम्रो यो बायसनेस हटाउनको लागि पनि हेल्प गर्छ जस्तो चाहिँ हुन्छ है त्यस्तै गरेर यो नेचरको बोटनी पढ्दै गर्दा नेचरको ब्युटी इन्जोय गर्न एप्रिसिएसन गर्नलाई पनि हेल्प गरिरहेको हुन्छ र त्यस्तै गरेर अरू भनेको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ के बिलिफ डक्ट्राइन्स भनेको चाहिँ सेट अफ बिलिफ टाइपको वाला है ओरिजिन अफ लाइफ कसरी भयो लाइफ इभल्भ बिस्तारै कसरी भयो भन्ने कुराको बिलिफ्सहरू फ्याक्ट्सहरू पनि प्रोभाइड गर्छ है अनि त्यस्तै गरेर अर्को भनेको चाहिँ इथोलोजी भनेको के थियो स्टडी अफ एनिमल अथवा चाहिँ ह्युमनको नेचर बिहेभियर स्टडी गर्ने थियो नि त सो एनिमलको बिहेभियर कस्तो रहेछ ह्युमनको बिहेभियर कस्तो रहेछ कस्तो खालको कन्डिसनमा कस्तो हुने रहेछ भन्ने कुराहरूको इन्फर्मेसन पनि बायोलोजीले दिने भयो र त्यस्तै गरेर अर्को भनेको मेजर भनेको चाहिँ बायोलोजी पढिसकेपछि चाहिँ पछि गएर हामी टिचर हुन सक्यौँ रिसर्चर हुन सक्यौँ साइन्टिस्ट हुन सक्यौँ अथवा अरू विभिन्न मेडिकल प्रोफेसनल्सदेखि लिएर फरेस्ट्रीमा जान सकियो फरेस्ट प्रोफेसनल्सहरू सबै हुन सक्यो ठिक छ
अघिको भयो स्कोप अफ बायोलोजी जेनरलाइज्ड फर्ममा। अब हामी स्पेसिफिक फिल्डको कुरा गर्दाखेरि चाहिँ हेल्थ एन्ड मेडिसिनमा बायोलोजीको स्कोप कस्तो छ त नि? हेल्थ एन्ड मेडिसिन पछि पढ्नुपर्छ भने अथवा पछि हेल्थ एन्ड मेडिसिनभित्र छिर्ने हो भने चाहिँ बायोलोजी पढ्नुको इम्पोर्टेन्स के छ त नि? भनेर भन्ने हो भने अल्दो हेल्थ वर्कर जस्तै डक्टरदेखि लिएर नर्सेस, हेल्थ असिस्टेन्ट्स, डेन्टिस्टहरू के हुन्छ बायोलोजिकल ब्याकग्राउन्डबाट आएको हुन्छ तिनीहरू। किनभने बायोलोजीको कन्सेप्टले गर्दाखेरि पछि के हुन्छ भन्दाखेरि डिफ्रेन्ट भ्याक्सिन्सहरू जुन चाहिँ हामीले कमनली सुनिरहेको BCG भ्याक्सिनदेखि लिएर हामीले मिजल्स मम्स भ्याक्सिन्सहरू, टाइफोइड भ्याक्सिन्सहरू, कोभिड भ्याक्सिन भनौँ न, कोभिड भ्याक्सिन्सहरू सुन्दै जाँदा पनि त्यो त बिस्तारै पहिला एनिमल्सहरूमा चाहिँ एक्सपेरिमेन्ट गरेर बल्ल त त्यो ह्युमनको लागि चाहिँ युज हुन आएको हो नि त। सो के हुन्छ भन्दाखेरि चाहिँ बायोलोजीको यो स्टडीले हामीलाई यो पनि हेल्प गरिरहेको हुन्छ। र त्यसै गरेर अर्को भनेको चाहिँ मेडिसिन पनि के को हुन्छ भन्दाखेरि वाइल्ड एनिमल्सहरूमा चाहिँ टेस्ट गराइन्छ। तिनीहरूमा सक्सेसफुल भइसकेपछि बल्ल त्यो मेडिसिन चाहिँ ह्युमन काइन्डहरूमा चाहिँ युज भइरहेको छ भन्ने कुरा छ है। त्यसै गरेर अर्को भनेको चाहिँ प्लान्ट र एनिमल प्रडक्ट्सहरूबाट पनि डिफ्रेन्ट मेडिसिन्सहरू चाहिँ आइरहेको छ। जस्तै हर्बल प्लान्ट्सहरू चाहिँ के गरिन्छ भन्दाखेरि चाहिँ हर्बल प्लान्ट्सहरूले चाहिँ डिफ्रेन्ट मेडिसिन्सहरू बनाएको सुनिराख्नु भएको छ तपाईँले हर्बल मेडिसिन्सहरू भन्ने त्योहरू बनाउनलाई युजफुल हुन्छ। त्यस्तै गरेर डिफ्रेन्ट डिजिजेसहरू जस्तै मलेरिया, काला आजारहरू चाहिँ तिनीहरू के को जस्तै मलेरिया मस्किटोले गर्दा हुन्छ, काला आजार सानफ्लाईले गर्दा हुन्छ। यो किन गर्दा हुन्छ भन्नुभन्दा नि मलेरिया चाहिँ हुने त प्लाज्मोडियमले गर्दा हो है, काला आजार हुने पनि लेजम्यानियाले गर्दा हो। तर मलेरियाको ट्रान्समिट गराउने जुन एउटा मिडियम भेक्टर भनिन्छ मस्किटो हो नि त, प्लाज्मोडियमबाट ह्युमन बिङसम्म लिएर आउने काम त केले गर्छ मस्किटोले गर्छ। लेजम्यानियाबाट के गरिन्छ भन्दाखेरि हाम्रो ह्युमन बिङसम्म लगाउने काम सानफ्लाईले गर्छ कालाजारको लागि। जुन यो भेक्टर होस्ट जुन छ त्यसकै डिस्ट्रक्सन गर्यो भने त मलेरिया र काला अजार त प्रिभेन्ट गर्न सक्यो, कन्ट्रोल गर्न सक्यो नि त। त्यो चाहिँ के हुनु पर्यो भन्दा यसलाई कसरी डिस्ट्रोय गर्ने भन्ने कुरा त बायोलोजिकल नलेज चाहियो नि त। जस्तै मस्किटोको लागि मस्किटो रिपेलेन्ट्सहरू बनाउनु पर्यो। त्यो कुराहरू चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ बायोलोजीको नलेज छ भने मात्र गर्न सकिन्छ। सो बायोलोजी पढ्यो भने कस्ता कस्ता खालको स्कोपहरू के गर्न सकिँदा रहेछन् हेल्थ र मेडिसिनमा भन्ने कुराहरू यो भयो। त्यसै गरेर अर्को छ स्कोप अफ बायोलोजी इन द फिल्ड अफ एग्रिकल्चर। बायोलोजीले के इन्फर्मेसन दिन्छ भन्दा यो युजफुल प्लान्ट्स हो, यो हार्मफुल प्लान्ट्स हो, यो युजफुल एनिमल हो, यो हार्मफुल एनिमल्स हो भनेर दिन्छ नि त। त्यसले गर्दा फार्मरहरूलाई के हेल्प हुने भयो भन्दाखेरि चाहिँ इन्सेक्ट फ्री अथवा पेस्ट फ्री खालका के प्लान्ट्सहरू चाहिँ तिनीहरूले बनाउन सक्ने भयो कि हाइब्रिड प्लान्ट्सहरू चाहिँ ग्रो गर्न सक्ने भयो। अनि त्यस्तै गरेर चाहिँ जुन एनिमल्स चाहिँ हार्मफुल हुँदैन त्यहीलाई मात्रै डोमेस्टिकेट त्यहीलाई मात्रै चाहिँ के गर्न सक्यो भन्दाखेरि ह्युमन बेनिफिट्सको लागि चाहिँ उनीहरूले चाहिँ पाल्न सक्यो, एनिमल हस्बेन्ड्री गर्न सक्यो भन्ने कुरा भयो। त्यस्तै गरेर अर्को भनेको चाहिँ ऐकै कुरा कन्सेप्ट अफ बायोलोजी के को लागि चाहिन्छ भन्दा एनिमल हस्बेन्ड्रीको जस्तै लग्यो पिसी कल्चर भनेको चाहिँ फिसेसहरूको कल्चरको लागि। फिस चाहिँ अब कस्तो पानीमा बाँच्छ, कति लाइफ स्प्यान हुन्छ अथवा त्यसले के खान्छदेखि लिएर त्यसलाई केले खान्छ त्यो सबै कुराहरूको नलेज भयो भने मात्र त फिस कल्चर गर्न सकिन्छ नि त। त्यस्तै गरेर एपिकल्चर भयो। एपिकल्चरहरू भनेको बीजको कल्चर, हनीको लागि हामीले बीज कल्चर गरिन्छ नि त। अब बीजको लागि बीज कसले प्रड्युस गर्छ, बीजको लागि खानेकुरा के हो होइन। अनि त्यसपछि बीजको चाहिँ के हुन्छ भन्दाखेरि रिप्रोडक्सन प्रोसेस कसरी हो, के हो भन्ने कुराहरू सबै थाहा भयो भने मात्र बीज कल्चर गर्न सकिन्छ। त्यस्तै गरेर सेरिकल्चर भनेको जुन सिल्क वर्महरू हुन्छ नि सिल्क थ्रेडको लागि चाहिँ कल्चर गरिने सेरिकल्चर, सिल्क वर्महरू मलबेरी लिप्समा फिड गरेर हुन्छ तिनीहरूले। त्यो फिड हुन्छ नि त्यो फिड गर्ने जुन चाहिँ कसरी फिड गर्छ, कतिमा चाहिँ यसले यसको लाइफ साइकल के हो जस्तै एगदेखि लार्भा बन्ने, कोकोन बन्ने, एडल्ट बन्ने, लाइफ स्प्यान टाइम कति लिन्छ होइन, कुन फेजमा गएर एक्टिभ हुन्छ, कुन फेजमा चाहिँ यसले चाहिँ बल्ल सिल्क प्रड्युस गर्ने हो भन्ने खालका कुराहरू भयो भने बल्ल सेरिकल्चर गर्न सकिन्छ। त्यसै गरेर डायरी साइन्स मिल्क प्रडक्ट्सहरू बनाउनको लागिदेखि लिएर हामीलाई के चाहिरहेको हुन्छ ब्याक्टेरिया चाहिरहेको हुन्छ होइन, हामीलाई मोल्डहरू चाहिरहेको हुन्छ। यो सबै कुराहरूले चाहिँ के गर्छ डेयरी साइन्सको लागि पनि के गरिरहेको हुन्छ असर पारिरहेको हुन्छ कि। त्यसै गरेर भेटिनरी साइन्सहरू भनेको त झन् के भयो भेटनरी साइन्सको लागि त भेटनरी डक्टर्सहरू बन्नको लागि त त्यो एनिमल्सको बारेमा त सम्पूर्ण इन्फर्मेसनहरू हुनु पर्यो, कम्प्लिट इन्फर्मेसन हुनु पर्यो। जस्तै डगको ट्रिटमेन्ट गर्न लागिरहेको छ भने डगको लाइफ स्प्यानदेखि लिएर डगको नर्मल एनाटोमी, नर्मल फिजियोलोजी के हो, नर्मल मर्फोलोजी के हो, प्याथोलोजी के हो सबै थाहा हुनु पर्यो नि त। त्यसै गरेर बायोटेक्नोलोजी अघि मैले भनि नै सकेको थिएँ अर्गानिजम्सहरूलाई नै के गर्ने मोडिफाई गरेर ह्युमनको लागि युजफुल बनाउने एउटा साइन्स पनि बायोटेक्नोलोजी हो कि। बायोटेक्नोलोजीले के हुन्छ जस्तै अर्गानिजमको बारेमा थाहा पायो, कुनै पनि अर्गानिजम्स
को बारेमा उसले थाहा पायो, त्यो अर्गानिजम्सलाई के गर्छ उसले मोडिफाई गर्छ। त्यसपछि के गर्छ भन्दाखेरि चाहिँ त्यसको प्रडक्ट्सहरू युजफुल हुनको लागि जस्तै त्यो सिल्ककै कुरा गरौँ, सिल्कवर्महरू यस्तो युजफुल हुँदो रहेछ भनेर सिल्कवर्मको सेरिकल्चर गर्यो। अनि सिल्कलाई चाहिँ के गर्यो भन्दाखेरि चाहिँ एक्सट्र्याक्ट गर्यो, हो कि होइन? त्यो कुराहरू चाहिँ बायोटेक्नोलोजीमा पऱ्यो कि। यो सबै कारणको लागि एग्रिकल्चरको लागि बायोलोजी चाहियो। त्यस्तै गरेर अर्को भनेको चाहिँ हाइब्रिड प्लान्ट्स भनेको चाहिँ अब प्लान्टहरू पनि पेस्ट फ्री बनाउनको लागि अथवा चाहिँ अलिकति इम्प्रुभ बनाउनको लागि चाहिँ के गरिन्छ भन्दाखेरि जेनेटिकली तिनीहरूलाई मोडिफाई गरिन्छ कि। त्यसले के गर्छ भन्दाखेरि चाहिँ यो जुन क्रपको प्रोडक्सन रेट हुन्छ त्यसलाई एकदमै रेप्लिकेटिभ भन्नाले डुप्लिकेट मल्टिप्लिकेट गर्ने कि एसलरेट गर्ने काम चाहिँ गरिरहेको हुन्छ। ठिक छ है यहाँसम्म? अब अर्को भनेको चाहिँ जस्तै बटरफ्लाई, हनीबीहरूले चाहिँ के गर्छ भन्दा प्लान्टमा पोलिनेट गर्छ नि त। उनीहरूले आफूले खानको लागि पहिला इन्सेक्ट्सहरू त्यहाँ बस्छन् अनि त्यसले गर्दाखेरि प्लान्टको पनि के हुन्छ भन्दाखेरि क्रप प्रोडक्सनहरू चाहिँ राम्रो हुन्छ है। बटरफ्लाई प्लान्ट्समा पस्नु भनेको चाहिँ त्यो क्रप राम्रो हुनु हो। त्यस्तै गरेर अर्को भनेको चाहिँ के छ भन्दाखेरि चाहिँ अर्ग्यानिक फर्टिलाइजर्सहरू युज हुन्छ, जसले के गर्छ भन्दाखेरि चाहिँ सोइललाई चाहिँ के गराउँछ फर्टाइल गराउँछ। तर कुनै पनि इन्भाइरोमेन्टल पल्युसन गराउँदैन अर्ग्यानिक फर्टिलाइजर्सले है। त्यही भएर यो बायोलोजीको नलेजबाट हामीले अर्ग्यानिक फर्टिलाइजर्सहरू चाहिँ के गर्न सक्यो भन्दाखेरि चाहिँ हामीले रिप्लेस गराएर भर्मी कम्पोस्ट भन्नुको सुन्नुभएको छ कि छैन? जुन अर्थवर्महरूले चाहिँ के गरिन्छ भन्दाखेरि अब डिकेड मेटेरियल्सहरू हुन्छ नि जुन अब हामीले खानाबाट रहेको जुन भात तरकारीहरूदेखि लिएर एभ्रिथिङ के त्यो कुराहरू चाहिँ के गरिन्छ भन्दाखेरि चाहिँ एउटा उसमा राखिन्छ है, एउटा डब्बा टाइपको वालामा राखिन्छ जसमा चाहिँ के हुन्छ त्यहाँ अर्थवर्म पनि राख्ने। अर्थवर्मले के गरिन्छ भन्दाखेरि चाहिँ त्यो डिकेड मटेरियल्सहरूमा चाहिँ फिड गर्छ। त्यो फिड गर्दै जान्छ अनि उसले एक्सक्रेट गर्ने प्रोसेसमा चाहिँ क्यास्टिङ छोड्ने प्रोसेसमा चाहिँ उसले के गरिरहेको हुन्छ भन्दाखेरि चाहिँ हेल्दी कुराहरू जुन चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ सोइललाई हेल्दी बनाउने प्रडक्ट्सहरू चाहिँ त्यसले के गरिरहेको हुन्छ एक्सक्रेट गरिरहेको हुन्छ कि। यो गर्दाखेरि के हुने भयो भन्दाखेरि चाहिँ जुन हाम्रो फोहोर मैलाहरू पनि राम्रोसँग व्यवस्थापन हुने भयो र त्यही सँगसँगै के हुने भयो भन्दाखेरि चाहिँ सोइल पनि हेल्दी हुने भयो। सो त्यो भर्मी कम्पोस्टहरूसँग चाहिँ हामीले के गर्न सकिन्छ रिप्लेस गराउन सकिन्छ भन्ने कुरा पनि भयो कि है। ओके, त्यस्तै गरेर अर्को भनेको चाहिँ डिफ्रेन्ट माइक्रो अर्गानिजम्सहरू छ जसले चाहिँ के गर्छ भन्दाखेरि नाइट्रिफाइङ ब्याक्टेरिया भनिन्छ, जसले चाहिँ एमोनियालाई नाइट्रेट्स अथवा नाइट्राइट्समा लैजान्छ, जसले गर्दा के हुन्छ भन्दाखेरि सोइलहरू चाहिँ फर्टाइल हुन्छ र त्यस्तै गरेर क्रपको प्रोडक्सन त अभियसली इन्क्रिज हुने नै भयो है। यी भए एग्रिकल्चरमा के कस्ता स्कोप छन् भनेर। र त्यस्तै गरेर अब हामी इन्डस्ट्रियल स्कोप हेर्ने हो भने चाहिँ के छ भन्दाखेरि चाहिँ अब के हुन्छ इन्डस्ट्रिजहरू त के हुन्छ प्लान्ट र एनिमलमै बेस भएको हुन्छ नि त, किनभने इन्डस्ट्रीमा त केही प्रडक्ट आउनको लागि त र मेटेरियल चाहियो नि त। सो फर्स्ट र मेटेरियल भनेको तिनीहरूको लागि एउटा प्लान्ट्स अथवा एनिमल प्रडक्ट नै हुन्छ, जस्तै गरेर रबर होस्, जुट, गम, लेदर, सुगर, मेडिसिनल प्लान्ट्सहरू तिनीहरूको लागि के भयो भन्दाखेरि चाहिँ त्यो चाहिँ के हो एउटा र प्रडक्ट्स हो र त्यही अनुसारले बल्ल के गर्ने भयो भन्दाखेरि उनीहरूले चाहिँ के आफ्नो प्रडक्ट्सहरू चाहिँ निकाल्ने भयो कि। त्यसै गरेर अर्को भनेको चाहिँ बायोलोजीले पनि के एउटा हेल्प गर्छ भन्दाखेरि चाहिँ नेचुरल रिसोर्सेसहरूको युटिलाइजेसनबाट नै एज अ र मेटेरियल तिनीहरूलाई युज गरेर इन्डस्ट्रीलाई सस्टेनेबल म्यानरमा चाहिँ के गराएको हुन्छ रन गराइरहेको हुन्छ है। माथिकै कुरासँग रिलेटेड भयो। त्यसै गरेर अर्को भनेको डिफ्रेन्ट इन्डस्ट्री जस्तै डेयरी इन्डस्ट्री, मिल्क प्रडक्टहरूको इन्डस्ट्री, फिस फार्मिङको लागि, एग्रो इन्डस्ट्रिजहरूको लागि के चाहियो एउटा एक्सपर्ट चाहियो नि त, जसले चाहिँ डेयरीको बारेमा मिल्कको बारेमा बुझिरहेको हुन्छ अथवा फिसको बारेमा बुझिरहेको हुन्छ अथवा एग्रिकल्चरहरूको बेसको प्रडक्ट्सहरूको बारेमा बुझिरहेको हुन्छ, त्यो एक्सपर्ट चाहियो। तिनीहरूसँग बायोलोजिकल नलेज हुनु पर्यो कि त्यो रन गराउनको लागि। त्यस्तै गरेर भेरियस इन्डस्ट्रिजहरूले चाहिँ वेस्टेजेसहरू निकाल्छ नि त, बाई प्रडक्ट चाहिँ तिनीहरूको के हुन्छ भन्दाखेरि चाहिँ वेस्टेज निक्लिरहेको हुन्छ। त्यो वेस्टेजहरू चाहिँ कसरी चाहिँ त्यसलाई एलिमिनेट कसरी म्यानेज गर्ने भन्ने कुराहरू पनि के गरिरहेको हुन्छ भन्दाखेरि बायोलोजिकल स्टडीबाट चाहिँ हामीलाई थाहा हुन्छ कि। अनि त्यसले गर्दा पल्युसन पनि हजार नहोस्, पल्युसन हजारहरू ननिक्लियोस्, पल्युसन पनि हामीले कन्ट्रोल गर्न सक्यौँ होइन। तर के हुनु पर्यो वेस्टेज पनि राम्रोसँग एलिमिनेट हुनु पर्यो भन्ने कुराहरू चाहिँ त्योबाट पर्छ है। अब ती भए स्कोपहरू। स्कोप चाहिँ हामीले जेनरलाइज स्कोप प्लस चाहिँ हामीले केमा पढ्यौँ हेल्थ एन्ड मेडिसिन, त्यस्तै गरेर एग्रिकल्चर, इन्डस्ट्रीमा के कस्ता स्कोप रहेछन् भनेर। अब चाहिँ बायोलोजीको रिलेसन अरू साइन्सको ब्रान्चहरूसँग के कस्तो छ त नि, लेट्स डिस्कस है त। फर्स्टमा हामी हेरौँ केमिस्ट्रीसँगको रिलेसन। केमिस्ट्रीसँग रिलेसन हेर्दाखेरि अल द लिभिङ प्रोसेस इन्भल्भ केमिकल रिएक्सन हो कि होइन त। लिभिङ लाइफ भन्ने बित्तिकै प्लान्ट्स र एनिमल्स भन्ने बित्तिकै डिफ्रेन्ट केमिकल रिएक्सन्सहरू जस्तै रेस्पिरेसनदेखि लिएर मेटाबोलिजम, एनाबोलिजम, क्याटाबोलिजम होइन, फोटोसिन्थेसिस, दे अल आर केमिकल रिएक्सन्स। अनि त्यसै गरेर प्रोटोप्लाज्म भनेको फिजिकल बेसिस अफ लाइफ हो। प्रोटोप्लाज्म भनेको के हो सेलको एउटा यस्तो सबै त्यो के हुन्छ भन्दाखेरि सेल अर्गानल्सहरू भएको प्रोटोप्लाज्म हो नि त होइन। सेलको एउटा पार्ट है जुन चाहिँ त्यो लिक्विडी पार्ट त्यसलाई प्रोटोप्लाज्म भनिन्छ। सेलको हरेक अर्गानल्सहरू हुन्छ, त्यो भित्रको स्ट्रक्चर्सहरू हुन्छ, त्यो सबै के पर्यो प्रोटोप्लाज्म, जुन चाहिँ फिजिकल बेसिस अफ लाइफ हो
है। त्यस्तै गरेर अर्को भनेको चाहिँ लिभिङ अर्गानिजम्स, लिभिङ बडिजहरूले चाहिँ डिफ्रेन्ट टाइप अफ एन्जाइम्स, हर्मोन्सहरू सेक्रेट गरिरहेको हुन्छ। इन्डोक्राइन ग्ल्यान्ड्स, एक्सोक्राइन ग्ल्यान्ड्सहरूले है। त्यो इन्जाइम्स, हर्मोन्स के हो? केमिकल नै हो। त्यस्तै गरेर अर्को भनेको चाहिँ एनर्जी चाहिँ बडीमा चाहिँ केमा ट्रान्सफर हुन्छ भन्दाखेरि चाहिँ ग्लुकोजको फर्ममा ट्रान्सफर हुन्छ नि त। हामीले बडीको एनर्जी पाउने भनेको त ग्लुकोज हो। ग्लुकोज युज भएर चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अरू प्रोसेसहरू भइरहेको हुन्छ। सो ग्लुकोज इज अल्सो अ केमिकल है। त्यस्तै गरेर जेनेटिक मेटेरियल्स जस्तै आरएनए, डिएनए पनि के हो? केमिकल नै हो है। त्यस्तै गरेर लाइफ के हो? केमिकल फेनोमेननको रिजल्ट नै हो। सबै मेटाबोलिक पाथवे जस्तै फोटोसिन्थेसिसहरू होइन। त्यस्तै गरेर के हुने भयो भन्दाखेरि चाहिँ फोटोसिन्थेसिस, त्यस्तै गरेर रेस्पिरेसन, मेटाबोलिजम, यी सबै मेटाबोलिक पाथवेजहरूले गर्दा नै लाइफ चाहिँ के हुने? सस्टेन हुने हो नि त। यी सबै के भयो? केमिस्ट्रीसँग बायोलोजीको रिलेसन कस्तो छ भनेर चाहिँ डिटरमाइन गर्ने फ्याक्टर्सहरू भयो। अब फिजिक्ससँग के छ त नि रिलेसनसिप? हाम्रो यो बायोलोजी फिजिक्ससँग के छ भन्दा जस्तै डिफ्रेन्ट बायोलोजिकल इन्स्ट्रुमेन्टहरू छ नि त, माइक्रोस्कोप छ, इसिजीहरू छ। यिनीहरू चाहिँ फिजिक्सको प्रिन्सिपलमा बेस भएर चाहिँ इस्टाब्लिस डेभलप भएको हो है। अनि त्यस्तै गरेर के हुन्छ भन्दाखेरि लाइटले चाहिँ लिभिङ बिङ्सलाई जहाँ पनि एफेक्ट गरिरहेको हुन्छ कि हरेक फेजमा। जस्तै फोटोसिन्थेसिस होस्, एनिमल प्लान्टहरू मुभ गर्ने, जस्तै पछि हामी त्यो एनिमल एडाप्टेसनमा हेर्छौँ होइन। त्यो मुभमेन्टहरू हेर्ने बेलामा चाहिँ जस्तै प्लान्ट र एनिमल्सको चाहिँ लाइटसँगको अगेन्स्टमा अथवा लाइट्सको टुवार्डमा फोटोट्याक्सिस, के भन्छ अरे फोटोट्रोपिजम कस्तो छ भन्ने कुरा, मुभमेन्ट्सहरू, त्यस्तै गरेर सिड फर्मेसन हुने प्रोसेसमा सबै कुरामा लाइटले एफेक्ट गरिरहेको हुन्छ। त्यस्तै गरेर चाहिँ अब ह्युमन आई हेर्नु पर्यो। ह्युमन आईको स्ट्रक्चरदेखि लिएर फङ्सन्सहरू सबै कुराको स्टडी गर्नको लागि अप्टिक्सको नलेज चाहिन्छ, जुन अप्टिक्स केमा पर्छ? फिजिक्सभित्र पर्छ। त्यस्तै गरेर अरू फिजिकल टेक्नोलोजी जस्तै इलेक्ट्रोन माइक्रोस्कोपी, एक्सरे डिफ्र्याक्सन, फ्र्याक्सनेसनहरू, यिनीहरू सबै एउटा यस्तो के हो भन्दाखेरि चाहिँ सेलको पनि भित्रभित्रको एकदम फाइनर डिटेल्सहरू हेर्नको लागि, स्टडी गर्नको लागि पोसिबल बनाउने टेक्निक्सहरू हो क्या, जुन यो इलेक्ट्रोन माइक्रोस्कोपी, इलेक्ट्रोन बिम्सहरूको युज गरेर, एक्सरे डिफ्र्याक्सनको युज गरेर, फ्र्याक्सनेसनहरूको युज गरेर सेलुलर र सब सेलुलर कम्पनीजको एकदम फाइनर डिटेल्सहरू हेर्न पोसिबल बनाउने फिजिकल टेक्निक्सहरू सबै जुन छन् नि। सेल्स भन्ने बित्तिकै त के हुने भयो भने हाम्रो त यतापट्टि केमा गयो? बायोलोजीतिर गयो नि त। त्यो बायोलोजी भित्रको तिनीहरूको डिपर स्टडी पाउनको लागि के गर्ने भयो भन्दाखेरि यो मेटेरियल्सहरू युज हुने भयो। र यो मेटेरियल्सहरू सबैले फिजिकल एप्लिकेसन, फिजिकल प्रिन्सिपल्सहरू चाहिँ फलो गरिरहेको हुन्छ है। त्यस्तै गरेर अर्को भनेको सोसियोलोजीसँग के रिलेसन छ भनेर हेर्दाखेरि एनिमल बिहेभियर र सोसियल रिलेसनसिप चाहिँ डिपेन्डेन्ट छ नि त। सोसियल एक्टिभिटिजमा कस्तो एक्टिभिटिज गरिरहेछ त्यही अनुसारको बिहेभियर देखाइरहेको हुन्छ, त्यही अनुसारको रिलेसनसिप मेन्टेन गरिरहेको हुन्छ। त्यही सोसियल नेचरहरूको कारणले गर्दा अनि के गरिरहेको हुन्छ भन्दाखेरि चाहिँ सोसियल कस्टम चाहिँ यो फलो गर्नुपर्छ है भन्ने कुरा एनिमल्सहरूले चाहिँ फलो गरिरहेको हुन्छ नि त, त्यही प्याटर्न फलो गरिरहेको हुन्छ। त्यस्तै गरेर अर्को भनेको चाहिँ नाउडेज के गरिरहेको हुन्छ भन्दाखेरि चाहिँ डिफ्रेन्ट रिसर्चेस, बायोलोजिकल, मेडिकल रिसर्चहरू चाहिँ सोसियोलोजिकल इन्साइट्समा बेस भएर पनि गरिरहेको हुन्छ कि। भनेको कुनै पनि ह्युमन काइन्डै भनौँ, म्यानकाइन्डै भनौँ, म्यानकाइन्डको बारेमा रिसर्च गर्न छ भने उनीहरूको सोसियोलोजिकल ब्याकग्राउन्ड कस्तो छ भन्ने कुराहरू सबै कुरा एक्जामिन गरेर मात्र त्यो रिसर्चहरू गरिन्छ भन्न खोजेको कि है। त्यसै गरेर अर्को भनेको चाहिँ अब ह्युमनको बिहेभियर स्टडी गर्न, उसको सोसियल सिस्टम कस्तो छ भनेर चाहिँ यो स्टडी गर्नको लागि चाहिँ के हुने भयो भन्दाखेरि चाहिँ बायोलोजीको डिफ्रेन्ट प्रिन्सिपल्स एन्ड लजहरू चाहिँ लाग्ने भयो। अब सोसियो बायोलोजिस्ट भनेर भन्यो भने चाहिँ ह्युमनको सोसाइटीमा उसको रिलेसन, ह्युमनको सोसाइटीमा बस्ने उसको बिहेभियर होइन, ह्युमन सोसाइटीमा कसरी बसिरहेको छ, सोसाइटीबाट के बेनिफिट्स लिइरहेको छ, सोसाइटीलाई के दिइरहेको छ भन्ने कुराहरू सबै यो सोसियो बायोलोजिस्टहरूले हेर्छ नि त। यो सोसियो बायोलोजिस्ट हुनको लागि, सोसल साइन्टिस्टहरू हुनको लागि पनि बायोलोजीको नलेज हुनुपर्छ, इन्फ्लुएन्स हुनुपर्छ भन्ने टाइपको वाला चाहिँ भयो। ठिक छ है। अब हामीले अहिलेसम्म त बायोलोजीको मात्रै हेऱ्यौँ है। बायोलोजीको स्कोप्स के थियो, स्कोप हेल्थमा के थियो, मेडिसिनमा के थियो, एग्रिकल्चरमा के थियो, इन्डस्ट्रीमा के थियो। अब हामी जुलोजीको मात्र कुरा गर्ने हो भने जुलोजीको स्कोप के छ भन्ने हेर्ने भने हेल्थ एन्ड डिजिजमा हेरौँ है। हेल्थ एन्ड डिजिजमा हेर्ने हो भने चाहिँ यो जुलोजीको हामीसँग नलेज भयो भने चाहिँ हामीले डिफ्रेन्ट एपिडेमिक डिजिजहरू चाहिँ कन्ट्रोल गर्न सकिन्छ र त्यही अनुसार के हुन सक्यो भन्दा साइमल्टेनियसली हामीले हेल्थ मेन्टेन गर्न सकिन्छ है। के हुने भयो भन्दाखेरि डिजिज कन्ट्रोल गर्नको लागि चाहियो, किनभने प्रोटोजोन्सहरू, हेल्मिन्सहरूले चाहिँ डिफ्रेन्ट डिजिजहरू कज गरिरहेको हुन्छ नि त। यो डिजिजहरू चाहिँ कसरी कज भइरहेको छ, कसरी कन्ट्रोल गर्न सकिन्छ, कसरी क्योर गर्न सकिन्छ भन्ने कुरा चाहिँ जुलोजिस्टहरूले नै जुलोजीको नलेज युज गरेर चाहिँ स्टडी गरेर चाहिँ पत्ता लगाउनुहुन्छ कि है त। त्यस्तै गरेर अर्को भनेको चाहिँ
मेडिकल टेक्नोलोजी कसरी प्रोग्रेस भइरहेछ भन्ने कुरा चाहिँ ड्रग्सहरू एनिमलमा पहिला युज गरेर कतिको सक्सेसफुल भएछ भन्ने कुरा त्यो एप्लिकेसन गरेर हिट एन्ड ट्रायल मेथड युज गरेर ट्राई गर्दै गर्दै गएर पछि बल्ल के भएको भन्दाखेरि चाहिँ मेडिसिनको यो टेक्नोलोजी चाहिँ साह्रै प्रोग्रेस हुँदै गएको हो कि जस्तै गरेर पहिला डायबिटिजको क्योर गर्नको लागि जुन ड्रग्सहरू थियो नि त्यो पनि डग्समा एक्सपेरिमेन्ट गरेको रहेछ अनि बल्ल चाहिँ के भएको त्यो डायबिटिक मेडिसिनहरू चाहिँ के भएको भन्दाखेरि चाहिँ डेभलप भएको है र अर्को भनेको छ द स्कोप अफ जुलोजी इन फिल्ड अफ एग्रिकल्चर हेर्ने हो भने एग्रिकल्चरमा जहिले पनि जुलोजीको फिल्ड हेर्ने हो भने चाहिँ अर्थवर्म चाहिँ एकदम मेजर के अर्थवर्मले के गरिरहेको हुन्छ भन्दाखेरि चाहिँ अर्थवर्म त के हुन्छ माटो मुनि यसरी ट्राभल गरेर हुन्छ नि त मुभ गरेर हुन्छ नि त त्यसले गर्दा त्यो तलको सोइलहरूलाई त्यसले के गरिरहेको हुन्छ माथि ल्याउँछ कि अपवार्ड लिएर आउँछ अनि त्यहाँभित्र पानी हावा राम्रोसँग छिर्न पाउँछ जसले गर्दाखेरि सोइललाई फर्टाइल बनाउने भयो क्रप प्रोडक्सन बेटर हुने भयो है त्यस्तै गरेर इन्सेक्टहरूले फ्लावर्स पोलिनेट गर्छ ब्याक्टेरियाले डेड एनिमल्सहरूलाई डिकम्पोज गर्न हेल्प गरिरहेको हुन्छ त्यस्तै गरेर चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ ब्याक्टेरियाले डेड एनिमल नमात्रै भएर प्लान्टहरू पनि डिकम्पोज गर्न हेल्प गर्छ सोइलमा है अनि त्यसले गर्दाखेरि त्यो डिकम्पोज भइसकेपछि के हुने भयो भन्दा त्यहाँबाट निस्केका न्युट्रिटिभ सब्सटेन्सेस अफ द सोइलले फाइनली गएर फेरि के हुने भयो त्यही प्लान्ट्सलाई नै गएर के हुने भयो भन्दाखेरि हेल्पफुल हुने भयो एब्जर्ब हुन्छ नि त सोइलमा मिसिन्छ र प्लान्टले नै त्यो एब्जर्ब गरेर फेरि के गर्ने भयो भन्दाखेरि प्लान्ट हेल्दी हुने भयो न्युट्रिसन सब्सटेन्सेसहरू प्लान्टले निकाल्ने भयो त्यो साइकल जुन छ नि त्यो हुने भयो नि त प्लान्टलाई नै डिकम्पोज गरेर सोइलमा मिसाउने भयो सोइलमा एब्जर्ब मिक्स भयो सोइलबाट फेरि प्लान्ट्सले नै लियो अनि के भयो भन्दाखेरि चाहिँ प्लान्ट्स के हुन्छ भन्दाखेरि चाहिँ त्यो प्लान्ट्स हेल्दी भइसकेपछि त्यसले फ्रुट बियर गर्छ प्लान्ट्स लिभ्सहरू बियर गर्छ जुन चाहिँ एनिमलले खान्छ र बिस्तारै बिस्तारै फेरि त्यो एनिमल डेड हुन्छ फेरि त्यही डिकम्पोज गर्छ फेरि त्यही सोइलमा मिसिन्छ त्यो साइकल कन्टिन्यू गर्नलाई जुलोजी चाहिने भयो कि त्यस्तै गरेर अर्को भनेको चाहिँ इन्सेक्टहरूले चाहिँ के थाहा हामीलाई थाहा छ नि त यति धेरै इन्सेक्ट्सहरू हुन्छ जसले के गरिरहेको हुन्छ भन्दाखेरि एग्रिकल्चरहरूलाई क्रप्सहरूलाई जुनै पनि अथवा एनिमल जुन पालेको छ जस्तै अब कुकुरमै कुरा गरौँ न डग्सहरूमा किर्नाहरू भनिन्छ नि त्यो किर्नाहरूले के गरिरहेको हुन्छ भन्दाखेरि तिनीहरूलाई चाहिँ अलिकति इम्प्याक्ट पाइरहेको हुन्छ डिस्ट्रोय गरिरहेको हुन्छ क्रप्सहरूलाई एग्रिकल्चरहरूलाई त्यस्तै गरेर उडहरूलाई डिस्ट्रोय गरिरहेको हुन्छ यो प्रब्लमहरू चाहिँ केले सल्भ गर्न सकिन्छ भन्दा जुलोजिकल प्रिन्सिपल्सहरू नलेजहरू युज गरेर चाहिँ सल्भ गर्न सकिन्छ त्यस्तै गरेर अर्को छ स्कोप अफ जुलोजी इन द फिल्ड अफ इन्डस्ट्री स्कोप अफ जुलोजी चाहिँ इन्डस्ट्रीको फिल्डमा के छ भनेर भन्दाखेरि चाहिँ जस्तै भेरियस एनिमल प्रडक्ट्सहरू जस्तै कोरल पल होइन त्यस्तै गरेर हनी व्याक्स सिल्क सेल अफ टर्टल्सहरू बोन्सहरू फिदर्सहरू टस्क लेदर फरहरू त हाई डिमान्डमा छ नि त यो एनिमल प्रडक्ट्सहरू यो चाहिँ के गर्न सक्यो भन्दाखेरि चाहिँ यो प्रडक्ट हाम्रो केबाट इन्क्रिज हुन सक्यो भन्दाखेरि अब यो बायोलोजिकल नलेज हुनु पर्ने नि त कसरी प्रड्युस गर्ने यो आइटम्सहरू भन्ने टाइपको नलेज हुने बित्तिकै यो प्रडक्टहरू इन्क्रिज गर्न चाहिँ सकियो जस्तै गरेर अर्को भनेको चाहिँ मोस्ट इम्पोर्टेन्ट युज अफ एनिमल भन्ने हो भने चाहिँ फुड हो कि किनभने अलमोस्ट इन एभ्री फाइलममा हेर्ने हो भने फ्यु स्पेसिसहरू छ जसले गर्दा के हुन्छ ह्युमनको लागि फुडको रूपमा काम गरेर जस्तै लब्स्टर्सहरू क्र्याब्सहरू फिसेसहरू लब्स्टर्स क्र्याब्स फिसेस त्यस्तै गरेर टर्टल्स बर्ड्स म्यामल्सहरू होइन हामीले खाइरहेको हुन्छ नि त जस्तै बर्ड्समा के खाइन्छ चिकन खाइन्छ फाउल खाइन्छ डक खाइन्छ म्यामलमा गोट खाइन्छ सिप खाइन्छ आफ्नो डाइटको लागि यो चाहिँ के हुने भयो भन्दाखेरि चाहिँ जुलोजीको एउटा स्कोप भयो है त्यस्तै गरेर अर्को भनेको यो जियोलोजिकल साइन्स है जियोलोजी भन्दा नि जुलोजिकलै हो है जुलोजिकल साइन्स यो फिसरिजको फिल्डमा युज गरेर के गरिन्छ फिसिकल्चर फिसिकल्चर होइन पिसिकल्चरको के हुने भयो भन्दाखेरि एकदमै राम्रो डेभलपमेन्ट हुन्छ है जसले गर्दा फिसको पछि गएर हाम्रो यो इन्डस्ट्रियल डेभलपमेन्ट गरेर जस्तै गरेर के भन्छ फुडको डेभलपमेन्ट सबै भयो नि त त्यही भएर यो जुलोजिकल साइन्स चाहिँ फिसरीको झन् फिल्डमा धेरै युज गरेर आउँछ भन्ने कुरा चाहिँ रहेको छ ठिक छ यहाँसम्म क्लियर छ नि ओके इन्ट्रोडक्सन टु बायोलोजी भनेको चाहिँ यति नै रहेको छ तपाईँहरूलाई मैले भनिसकेँ यसमा धेरै कुरा छैन पढ्नुपर्ने जस्ट 1 मार्क्समा आउने क्वेसनहरू एकदम धेरै छ अनि त्यस्तै गरेर 4 मार्क्समा आउने क्वेसन भनेको कि त स्कोप अफ बायोलोजी इन हेल्थ एन्ड एजुकेसन हेल्थ एन्ड मेडिसिनको कुरा भयो इन्डस्ट्री एग्रिकल्चरमा के कस्तो युज हुन्छ रिलेसन हुने हो भने केमिस्ट्रीमा कस्तो छ फिजिक्समा कस्तो छ सोसियोलोजीमा कस्तो छ त्यही कुरा भयो होइन अलिकति हामीले जेनरली जे युज गरिन्छ त्यो लेख्न सक्यो कि त्यस्तो धेरै स्ट्रेस लिनुपर्ने कुरा छैन र अब गएर चाहिँ अब बल्ल हामी नेक्स्ट क्लासमा चाहिँ हामी जुन यो इभोल्युसन मैले भनिरहेको छु नि त सो इभोल्युसनरी बायोलोजीको बारेमा चाहिँ डिस्कस गर्छौँ त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट र तपाईँहरूलाई चाहिँ एकदमै चाहिने रहेको छ सो नेक्स्ट क्लास we will meet in next class bye bye